कतिको भन्दा अल्जेब्रा युनिट 3 फर्स्ट सेमिस्टर एनिमल साइन्स एग्रिकल्चर साइन्स सबैलाई महत्त्वपूर्ण क्वेसन लिने गरेको छु। एउटा क्वेसन दियो हैन किताबबाट फाइन्ड द सम एन्ड टर्म्स अफ गिवन सिरिज के छ भन्दा क्वेसन 5 + 5 5 + 5 5 5 प्लस दैट अब यसलाई चाहिँ हामीले चाहिँ के निकाल्नु पर्ने सम अफ एन टर्म्स द सिरिजको एन टर्म्स हामीले निकाल्नु पर्ने हुन्छ। यहाँ चाहिँ अब हामीले हिसाबमा के दिएको छ ल गर्नुपर्छ। सोलुसन लेखेँ मैले सुरुमा। त्यसै गरी लेट एसएन बी द सम अफ एन टर्म्स देन के भने मानौँ एसएन लेट विथ सम एन टर्म्स देन दिएको छ मानौँ। अब यसरी हामीले एसएन यता पनि एन थप्ने अनि त्यसै गरी इजिकल टु क्वेसनले दिएको 5 + 5 5 + 5 5 फेरि एउटा 5 प्लस क्वेसनले दिएको अनि त्यसै गरी हामीले प्लस एन टर्मसम्म एन टर्मसम्मको छ भन्ने बुझौँ है। त्यसै गरी हामीले अब यो चाहिँ सूत्र नै छ क्या यो यहाँबाट म यो तीनटा पदहरूमा एउटा कमन ल्याउने के कमन आउँछ भन्दाखेरि यससँग एउटा 5 मात्र छ, यससँग चाहिँ 5 5 छ, यससँग 5 5 5 छ 5 अब यससँग 5 अरूसँग यससँग 5 5 तीनवटा 5 भए पनि यसमा चाहिँ एउटा छ त्यसैले एउटा 1 आउँछ सबैबाट 1 1 निकाल्नु पर्यो साजनले निकाल्न चाहिँ। अब यसमा के छ भने अपन 9 पनि लाग्छ यसको सूत्र यसको नियम। त्यसै गरी अब यहाँ के हुन्छ भन्दा 9 यसको सूत्र नै हो है 9 प्लस कसरी आयो भन्दा नि यसको सूत्र नै हो यो प्लस डट प्लस एन टर्म्ससम्म होइन। त्यसै गरी चाहिँ हामी अब अर्को स्टेपमा जाँदाखेरि यसको 5/9 हुन्छ। अनि त्यसै गरी हामीले अब के गर्नुपर्छ भन्दाखेरि अब यहाँ हामीले खण्डीकरण गरेर के 10 - 1 गर्दा के हुन्छ त 9 हुन्छ। त्यो लेख्दा यो लेख्दा केही हुन्न त्यसैले हामीले हिसाब गर्नको लागि सजिलो हुन्छ भनेर हामीले 10 - 1 गऱ्यौँ। त्यसै गरी अब यहाँ चाहिँ 100 - 1 हुन्छ 100 - 1 अनि त्यसै गरी यहाँ चाहिँ 1000 - 1 999 अब प्लस कतिसम्म यहाँ प्लस एन टर्मसम्म अब 5/9 हामीले चाहिँ अब के गर्नुपर्ने हुन्छ भन्दाखेरि यसलाई चाहिँ छुटाउनु पर्ने हुन्छ। कसरी भन्दा मजाले कष्ट राखेँ त्यसरी 10 प्लस छ नि त बिचमा अनि यसलाई ल्याइदिने 100 प्लस अनि त्यसपछि यहाँ पनि प्लस है सरी अनि यहाँ पनि 1000 त्यसै गरी यो भयो अनि बिचमा के छ भन्दाखेरि माइनस छ नि त होइन माइनसै छ। अब यो माइनस छ नि त बिचमा 1 + 1 + 1 फर्स्ट 1 अनि यहाँ प्लस एन टर्मसम्म। त्यसै गरी अब 5/9 अब चाहिँ सूत्र के छ भन्दाखेरि सूत्र एसएन इजिकल टु ए आर एक्स आरको पावर n - 1 अपन r - 1 यसको चाहिँ सूत्र है। अब हामीले ए भनेको ठाउँमा के छ त 10 छ ए भनेको ठाउँमा अनि त्यसै गरी क्वेसन r भनेको ठाउँमा के छ भन्दाखेरि यहाँ पनि 10 नै छ अनि माथि के छ त n भनेको ठाउँमा n नभएर हामीले चाहिँ यहाँनिर राख्यौँ अनि 1 को ठाउँमा 1 अपन r को ठाउँमा चाहिँ 10 - 1 त्यसै गरी अब यता चाहिँ के छ भन्दाखेरि n टर्मसम्म छ नि त्यसले n लेखिदिउँ अनि यो भयो। त्यसै गरी अब 50 त्यसै गरी हामीले चाहिँ अब यहाँ खोल्नु पर्ने हुन्छ
50 81 10 को पावर -1 5 9 n यो कसरी आयो भन्दाखेरि चाहिँ यो चाहिँ 50 चाहिँ अब भित्र गुणन गर्छ के 5 × 10 गर्दाखेरि चाहिँ 50 भयो अब 9 × 10 गर्दा 81 भयो त्यो जे छ नि यसले पहिला भित्र गुणन गर्छ अनि त्यसपछि बाहिर यो चाहिँ हाम्रो के भयो त एन्सर यस्तो भयो हैन अब चाहिँ हामी यस्तै अर्को क्वेशन